चाहिँ अब तल आँखा देखिन गाइज आँखा देखिन सक्यो कुलेखानी गाइज पनि लिनुपर्ने हुन्छ अगाडि पछाडि भएको जामलाई हामीले इग्नोर हानेर आइसक्यो जाडो त गाई जिउमा हराम भइसक्यो हाम्रो किनकि अब यो जाडो भइरहेछ पानी त 24 आवर्स हानिरहेछ है चुप पारामा हानिरहेछ यहाँ के भन्नुभयो आमा कति रुपियाँ हो के छ नभन्नु न आमा अब फट्टो भट्लेकिसक्यो कति यति मात्रै बाँकी छ तपाईँ त मेरो हजुरआमा जस्तो मान्छे यस्तो गरौँ हजुरआमा हामी यो सबै लिनुभन्दा नि थोरै खान्छौँ बरु पैसा दिन्छौँ तपाईँलाई हामी सबै खान्छौँ ल हजुर सबै खान्छौँ कस्तो देखिरहेको छ नमै बुझ्या है हेर्नु त ठाउँ कस्तो छ आमा यो चाहिँ आमाको लागि गिफ्ट एउटा बाँकी रहेछ टक्क आमाले भन्दा नि अब चाहिँ काट्छु खानु खानु खस्ला बिस्तारै खानु लन्चमा गएपछि फेरि हामी खाना खाना आयौँ होइन Hey guys, welcome back to my YouTube channel. तपाईहरुलाई मेरो नयाँ ब्लगमा स्वागत छ। टुडे म जानेवाला छु कुलेखानी त्योभन्दा नि पहिला पुगाउन जाँदैछु मेरो सिस्टर दिदीलाई म चाहिँ उहाँको दिदीको घरमा म चाहिँ हजुर म चाहिँ उहाँलाई आफ्नो दिदीको घरमा पुगाउन जाँदैछु अनि म पुगाएर यहाँ बाहिर म चाहिँ कुलेखानी जाने प्लानिङ छ के खानु मलाई माछा मन पर्दैन नि हिजो रातभरि मैले चाहिँ होइन स्कुटी यहाँ बाहिरै राख्दैछु कि झुक्किएर अनि बिहान आउँदाखेरि यसो बाहिर कुद्नु निकाल्यो जस्तो लागिरहेको थियो जस्ट अब हामी चाहिँ गएको है धेरै ढिलो नगरिकन 11 बजिसकेको छ हामीलाई पुग्नुपर्ने छ कुलेखानी दिदीले जबरजस्ती ल्याङ गरेर यहाँ पुगाइदिनु जानु लाग्यो कि खास तेल हालिदिएर त्यही पनि हो इज माई भेट थ्याङ्क यू दाई गाइस पोल्युसन धेरै छ है पोल्युसन तर गइसक्यो पानी आएर यसको प्राइस कति छ दाइ यसको हो त्यो गलैचा $84% छ यहाँ चाहिँ अघि किनेको उ थियो सक्सहरू होइन ल रेडी भयो कुलेखानी जानको लागि ओके हामी चाहिँ हजुर घर कता हो जुम्ला कुन ठाउँ तरिम कहाँदेखि आउनु भएको महँगो होला है गलैँचाहरू हो तरिम भन्ने कुन ठाउँ रहेछ त्यहाँ जुम्लामा Maybe I'm Jumla मन जुम्लाको हामी भाइ कालीकोट गेट सो गाइज हामी चाहिँ रुमबाट निस्किसक्यो अब चाहिँ त्यही हो रुमबाट निस्किसक्यो कुलेखानीको एक्सपिरियन्स पनि लिनुपर्ने हुन्छ अगाडि ट्याक्सी आयो अब चाहिँ हामी डिरेक्ट यहाँदेखि जानुपर्ने हुन्छ कुलेखानी 2 मिनट जाम परेको थियो हामीले थप्न नसकेर हामी चाहिँ अर्को सर्टकट बाटोबाट जानु लाग्छौँ पेट्रोल पम्पबाट हुँदै उ त्यो जामलाई हामीले इग्नोर गर्दै हामी चाहिँ निस्किसक्यो अगाडि यहाँ चाहिँ अगाडि कस्तो म्याक्स र रिचार्ज कार्ड एउटा म्याक्स दिनु अनि एउटा रिचार्ज कार्ड दिनु त एनटिसीको कस्तो डेन्जर गल्ली छ है
भित्रको त खुलिसक्यो होला दाइ चाल त्यो हामी पछाडि भएको जामलाई हामीले इग्नोर हानेर आइसक्यो यसरी जाने जाममा धेरै बस्नु हुँदैन हजुर फेरि सबै छ गाइस हामी चाहिँ अहिले कुलेखानी कतिचोटि भन्ने होला अब चाहिँ हामी यहाँ जङ्गल साइडतिर आइसक्यो होइन यस्तो पिस मोमेन्ट छ नि झन् त कुलेखानी गयो भने कस्तो हुन्छ होला त्यो अब त्यहीँ गएर तपाईँहरूलाई म देखाउँछु अहिलेको लागि गाइस हामी चाहिँ हिँडिरहेको छौँ अघिसम्म पानी पर्ला जस्तो पनि त्यो डर लागिरहेको थियो बट पानी परेन सो हामी आउनुभन्दा अगाडि चाहिँ यहाँ पानी परिसकेको रहेछ अब जङ्गलको बाटो सर गइरहेछौँ अब त्यहाँ गएर कुलेखानीमा जानुपर्ने हुन्छ Guys, off-road, look at this. So guys, अझै हामीले यहाँ बसिरहेको छौँ होइन त्यही हो मौसम बवाल छ यहाँ बाटोको साइडमा उभिरहेको छौँ जब यहाँ चाहिँ अब हालत नाजुक हो गया हमारा बिकज आज हालत नाजुक भयो किनकि राति माटोले त बित्ता आयो हामीले चाहिँ वायर अमर पनि हानिरहेछौँ यहाँ ल क्या त्यति धेरै चाहिँ मेरो के खान्छ सो गाइस हामी त हल्का फुल्का चिसो के अरे चिया खाएर निस्किसक्यौँ तर यहाँको मान्छेहरू हम्बल रहेछ त्यो राम्रो रहेछ हामीलाई हाम्रो ज्यानको फिकर छैन तिनीहरूलाई फिकर थियो के अरे जाडो हुन्छ र बिरामी हुन्छ के हानिरहेको थियो कुलेखानीतिर त पानी परिसक्यो अरे बब्बाल यतातिर परे छैन भनिरहेको थियो अब हेरौँ यहाँ पनि हानिरहेको छिटा जाडो त गाई जिन हराम भइसक्यो हाम्रो किनकि अब त्यही हो जाडो भइरहेछ पानी त 24 आवर्स हानिरहेछ है छुप 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 पारामा हानिरहेछ यहाँ अगाडि पुलिस स्टेसन पनि रहेछ सो चेक आउट दिस जाम 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 के भन्नुभयो आमा बाबु कति रुपियाँ हो 100 रुपियाँ त्यसो नभन्नु न आमा अब फटो भट्लै किसक्यो कति यति मात्रै बाँकी छ भाइ तपाईँ त मेरो हजुरआमा जस्तो मान्छे यस्तो गरौँ हजुरआमा हामी यो सबै लिनुभन्दा नि थोरै खान्छौँ बरु पैसा दिन्छौँ तपाईँलाई हामी सबै खान्छौँ ल हजुर सबै खान्छौँ कस्तो देखिरहेको छ आमाले हेरिराख्नु भएको छ त्यस्तै देखिरहेछ कस्तो दामी देखिनु भएको छ नभए बुढी आमा है लिटाङ हेर्नु त ठाउँ कस्तो छ आमा हामी कहाँ छौँ अहिले यो कुन ठाउँ आमा कुन ठाउँ बुझ्नु ल अब यो चाहिँ आमाको लागि गिफ्ट है एउटा बाँकी रहेछ टक्क आमाले म पाउनु भन्दा नि अब दिन्छु है तिमीले लन्नु म खुवाइदिन्छु ल खानु सबै त्यो पनि दिएन आमाले आफै खानुहुन्छ यो पनि मिठो छ खानु दिँदैहाल्नु ल आमाले चाहिँ हामीलाई ऐसेले दिनुभएको छ एउटा खानु है ल आमा यति खानु है
आमा गाई जब यहाँ चाहिँ आमाले चाहिँ चुरोट खाने भन्नुभएको थियो अब हामीसँग चुरोट चाहिँ थिएन त्यसैले भेप देख्नुभयो भेप चाहिँ खाइहाल्नु भयो आमा चाहिँ यहाँनिर भिडियो हेर्दै हुनुहुन्छ यहाँनिर दबाई अब हामी जान्छौँ है त्यो भेप तपाईँ नै राख्नु कि हुन्छ त्यो भेप मन्समा गएपछि फेरि हामी खाना खाना आयौँ होइन सोधै हामी चाहिँ अब निस्किन लाग्यो झाडाले क्या ढिन्छ भइरहेको निस्किसक्यो हामी काठमाडौँ पक्रिन सक्छ हामी त्यहीँ बस्नु सक्छ अरे ढिलो भएर वेट गर्नु यार गाइस तनाव भइसक्यो पानीले हालेर पानी परेर भिडियो नाम भइसक्यो तपाईँ यस्तै छ भ्यू गाइस हामी चाहिँ अहिले यहाँ पुगिसक्यो होइन हामी पुग्नुपर्ने डेस्टिनेसन यो देख्न सक्नुहुन्छ भ्यू ओ माइ गड हामी अगाडि जानुपर्छ ओए चाहिँ अब तल आँखा देखिन गाइस आँखा देखिन गाइस हामी चाहिँ यहाँदेखि तल जानुपर्ने हुन्छ फाइनल्ली हामी पुग्यौँ होइन ओके यहाँ तलबाट बाटो छ तर जानुपर्ने बाटो चाहिँ मेन उताबाट छ हामी अब जान लाग्छौँ बिचमा समुद्रको ओके त्यही हो टुरिज्म एरिया रहेछ मान्छेहरू वायर आइरहेको छ आउट दिस मान्छेहरू ग्रुप बनाएर आउँदो रहेछ यहाँतिर रिसोर्टहरू होइन त्यही हो आएर अब सिनमा खासमा यहाँ आज घाम लाग्नुपर्ने हो होइन टक्क घाम लागेर सर्लक्क भ्यू हेर्न पाएको भए टिलिक्क घाम लागेको भए मजाले हुन्थ्यो बट हामी सोचे जस्तो भएन यहाँ पानी पऱ्यो हामी आउनु पनि अलि लेटै आयो नि त्यही भएर यसो भ्यूको इन्जोय गर्नुहोस् गीत गाउँदै बसिराख्नु भएको छ अब म चाहिँ निस्केको यहाँ 10% छ अनि त्यसैले 80% छ मैले चाहिँ यहाँ चार्ज लगाउँदै गइरहेको छु जो अहिले पानी रोकेर क्या खुसी लाग्यो नि अघिसम्म त ओ माई गड चिसो त दाइले अझै पनि चिसो भइरहेको तर पनि म चाहिँ घुम्न छाडिनँ किनभने मलाई घुम्न मन परिरहेको छ भन्ने ओके भ्युअर्सहरू हामी चाहिँ निस्केको हामी गएको ल बाई अब गएको गाइस अब त्यही हो दाइकी अगाडि भाइले यसरी केटी निस्काउँदा दाइले नराम्रो लाग्न सक्छ त्यसैले पनि केही बोलिनँ अब चाहिँ हामी चाहिँ निस्केको त्यही हो हामी आयो कुलेखारीको ताल हेऱ्यो अनि दाइले मजाले गिटार सिटार हाल्यो आफ्नो ठाउँमा बस्यौँ घुम्यौँ आयौँ सब्सक्राइब गरिदिनु